गर्नुभयो ब्रह्माण्डीय शक्तिलाई हामीले नबुझेकै हौ त या भन्नुपर्दा भाइब्रेसनको कुरा गरिरहँदाखेरि अब हामी यो फ्यामिली प्रोग्राम पनि साधारण तरिकाले बुझाउँदाखेरि जसरी हामी खाना पकाउँछौँ त्यहाँ पनि हाई भाइब्रेसन दिएर एउटा खानालाई प्रसादको रूपमा बनाउन सक्छौँ कि सक्दैनौँ पानीलाई अमृत बनाउन सक्छ कि मजाले सक्छौँ र धेरै धर्मशास्त्रमा धेरै धार्मिक संघ संस्थामा यसको पनि प्र्याक्टिस गरिन्छ इन्टेन्सनको कुरा यदि हामी असल सोचको साथ खाना पकायौँ त्यहाँनिर सोच मात्र होइन भावै राखिकन मैले पनि अब के गर्छु भने आफ्नो कुरा गर्नु पर्दाखेरि अलिकति भाइब्रेसनमा पनि म विश्वास गर्छु ब्रह्माण्डीय शक्तिलाई पनि म विश्वास गर्छु र विगत धेरै वर्षदेखि जब म किचनमा जान्छु खाना बनाउँछु त्यतिखेरसम्म म एक्लै हुन्छु सबैजना फ्यामिली आइसकेको हुँदैन यतिखेरसम्म एउटा डेली म भजन बजाउने गर्छु होइन भजन रेडियोमा भजन बज्दै गर्छ र इन्टेन्सन के जान्छ भने म घरमा खाना पकाइरहेको एउटा प्रसाद बनाइरहेको छु र कस्तो भने हामीले एकदमै बिरामी मान्छे नै छ भने पनि प्रसाद दिँदाखेरि यो प्रसाद खाऊ बिरामी भयो भने केही फरक पर्दैन प्रसाद राम्रो हुन्छ भन्छ एउटा यो थट आउँछ मलाई मैले खाने कुरा होइन मैले प्रसाद बनाइरहेको छु फ्यामिली कुरा त्यो इन्टेन्सन साथ बनाउँदाखेरि आफैलाई एकदमै गर्व फिल हुन्छ र कोही भान्सामा खाना पस्नु भन्दाखेरि बेग्लै किसिमको आनन्द आउँछ कि यो पनि सही तरिका हो एकदमै सही हो किनकि हरेक पदार्थहरू कसरी बनेको छ अलिकति हामी बुझौँ हरेक लिभिङ र नन लिभिङ थिङ्सहरू जति पनि हामी जीवित र निर्जीव जति पनि चिजहरू एउटै चिजबाट बनेको हुन्छ हामी सबैले हाम्रो सेललाई टुक्राएर हेऱ्यौँ भने पनि इलेक्ट्रोन्युट्रोन प्रोटोन हरेक पदार्थलाई टुक्राउँदै जाँदा इलेक्ट्रोन्युट्रोन प्रोटोन अहिले कहाँ टुक्राइसक्नुभयो अन्तिम टुक्रा त विज्ञानले पार्न सकेका छैन त्यसबाट हामी के बुझ्न सक्छौँ भने हरेक कुरा नदेखिने चिजबाट बनेको छ है देखिएको कुरामा हामी सत्य मान्छौँ आकारवादी चिन्तन हामीमा छ त्यसै हामी निराकारको कुरा मान्दैनौँ प्रेमका कुरा त निराकार होइन करुणाको कुरा त देखिँदैन नि त त्यस कारण हामी देखिने नै कुरा चाहियो कसैले प्रेम गरेको प्रमाणै चाहियो हातमा काटेकै चाहियो ब्लडले लेखेकै चाहियो कुखुराको ब्लडले किन नहुन्छ होइन यस्तो हुन्थ्यो नि मजाक तर मैले यहाँ भन्नु खोजेको फन्डामेन्टल कुरा चाहिँ एभिडेन्स बेस्ड भनिन्छ विज्ञानमा त्यो एभिडेन्स बेस्ड हुन्छ जहाँ विज्ञान सकिन्छ त्यहाँनिर अध्यात्म सुरु हुन्छ भनिन्छ गुरुहरूले होइन त्यसैले मैले यहाँ भन्नु खोजेको फन्डामेन्टल कुरा के भने हरेक पदार्थहरू त्यही अणुपरमाणुबाट बन्छ भने सबै त एक अर्कासँग जोडिएकै छ नि हामी अहिले क्वान्टम फिजिक्सको कुराहरू गर्दाखेरि वी अल आर एन्ट्याङ्गलमेन्ट हामी सबैसँगै जोडिएको छौँ भनेपछि मैले जे गर्छुको प्रभाव त अरूलाई पर्ने नै हो नि होइन अहिले धेरै रिसर्चहरू भएको छ जस्तै मैले बार हाम्रो प्रोग्राममा भनिरहन्छु हार्ट म्याथ इन्स्टिच्युट क्यालिफोर्नियाले हार्टको कोहिरेन्सको लेभल ब्रेन र हार्ट चाहिँ सुसङ्गत रूपमा काम गर्दाखेरिको कुरा जस्तै तपाईँले खाना पकाउँदा तपाईँको ब्रेन र तपाईँको मस्तिष्क र तपाईँको मुटु अलाइन हुँदा मिलेर पकाउँदाखेरिको भाइब्रेसन फरक हुन्छ र पकाउँदाको भाइब्रेसनमा त्यहाँ पनि इनर्जी छ तपाईँले खाना पकाइराख्नु छ त्यो खानामा पनि भाइब्रेसन इनर्जी छ र खाना आउने मान्छेमा पनि इनर्जी र भाइब्रेसन छ सबैजना सबैसँग जोडिएकै छौँ भने तपाईँ खुसी भएर दिन र खुसी भएर पकाउँदामा त्यो भोजन नै विष बनेको प्रसाद पनि हाम्रो हातमा छ तर अहिले धेरै अधिकांश घरमा रिसाएर खाना पकाइन्छ चिन्ता गरेर खाना पकाइन्छ आफू त बिग्रियो खाना सँगसँगै प्रसादको रूपमा हामीले विष गर्न खुवाइरहेको हुन्छ त्यहाँ सम्बन्ध राम्रो हुँदैन त्यहाँ स्वास्थ्य राम्रो हुँदैन कारण किन त्यहाँ भाइब्रेसन नै राम्रो हुँदैन सो यदि भाइब्रेसनले हामीले बदल्यौँ भने जिन्दगी बदल्न सकिन्छ र अर्को कुरा हाम्रो थटको पावर यति धेरै छ चाहे तपाईँ नेगेटिभ बोल्नुहोस् या पोजिटिभ तपाईँ बोलेपछि त्यो वाक्य त ब्रह्म समान हुन्छ नेगेटिभलाई म सकिएँ है भन्यो भने